के तपाईको पनि टेस्ट र एक्जाममा युनिट र डाइमेन्सनको क्वेसनमा उल्झिनुहुन्छ या रङ हुन्छ भने यो भिडियो पुरा हेर्नु। त्यसपछि तपाईको डाइमेन्सनको क्वेसन अलमोस्ट सबै पुरा भइहाल्छ। अब तपाईहरु सोच्नु होला यो दुईटाको डाइमेन्सन मात्रै मैले यहाँ किन लेखेर राखेको छु, किनभने यो दुईटा डाइमेन्सनबाटै म तपाईलाई म्याक्सिमम फिजिकल क्वान्टिटीको डाइमेन्सनल फर्मुला निकाल्ने तरिका सिकाइदिन्छु। यो दुईटा याद राख्नुस्, फोर्सको mLT-2 र एनर्जीको mL2T-2। अब आउँ भिडियोमा अगाडि बढौँ। पहिला यो केही फन्डामेन्टल क्वान्टिटी हेरिहालौँ। लेन्थको मिटर हुन्छ, मासको केजी हुन्छ, टाइमको सेकेन्ड हुन्छ, टेम्परेचरको केल्भिन हुन्छ, ल्युमिनोसिटीको क्यान्डेला हुन्छ, करेन्टको एम्पियर हुन्छ, अमाउन्ट अफ सब्सटेन्सको मोल हुन्छ। अब अझै एउटा कुरा, यदि तपाईँले चार्जको डाइमेन्सन सोध्यो भने के हुन्छ, I × T हुन्छ। किनभने हामी पढ्छौँ करेन्ट इक्वल्स टु के चार्ज बाई टाइम। सो चार्ज भनेको I × T हुन्छ, त्यसैले एम्पियर सेकेन्ड हुन्छ यसको डाइमेन्सन। यो पनि अगाडि काम लाग्छ। र अब यो चार्ट हेरौँ। यहाँ हेर्नु, मैले फोर्सबाटै सबै मिलाएर राखेको छु। एउटा एउटा गरेर बुझाउँछु, आउनु हेर्नु। पहिलो ग्रेभिटेसनल कन्स्ट्यान्ट। ग्रेभिटेसनल फोर्सको फर्मुला हुन्छ G m1m2/r²। सो जी को भ्यालु यहाँबाट निकाल्न सकिन्छ, G = F(r²) बाई मासको स्क्वायर गरेर यो आयो। अब सोध्यो स्प्रिङ कन्स्ट्यान्ट। अब यो रिस्टोरिङ फोर्सको फर्मुला हुन्छ kx। यो के भनेकै स्प्रिङ कन्स्ट्यान्ट हो र x भनेको इलोङ्गेसन हो। स्प्रिङ कति इलोङ्गेट हुन्छ, त यसरी गरेर स्प्रिङ कन्स्ट्यान्टको पनि निकाल्न खोज्यो भने स्प्रिङ कन्स्ट्यान्ट भनेको F/x हुन्छ, फोर्स बाई इलोङ्गेसन। अब फेरि हेर्नु, इलेक्ट्रिक फिल्डको निकाल्न खोज्यो। अब कुनै पनि रेस्ट चार्जमा कति फोर्स लाग्छ इलेक्ट्रिक फिल्डको भने F = QE को फर्मुला हुन्छ। अब यसैबाट इलेक्ट्रिक फिल्ड भनेको फोर्स बाई Q। अब फेरि Q को मैले माथि सिकाएँ, Q लाई I × T लेख्नु र यसरी इलेक्ट्रिक फिल्डको पनि आउँछ। सेम वे म्याग्नेटिक फिल्ड। अब म्याग्नेटिक फिल्डमा सबैले बायोट सावर्ट लबाट निकाल्न खोज्छ, त्यसमा फेरि म्यु नटको भेट्दैन, कन्फ्युज हुन्छ, उल्झिन्छ। तर अब उल्झिनुहुन्न। फोर्स इन अ करेन्ट क्यारिङ कन्डक्टरको फर्मुला हुन्छ म्याग्नेटिक फिल्ड इन्टु करेन्ट इन्टु लेन्थ अफ कन्डक्टर। हो यसरी नै हामी म्याग्नेटिक फिल्डको निकाल्न खोज्यो भने फोर्स बाई करेन्ट इन्टु लेन्थ यसरी निस्किन्छ म्याग्नेटिक फिल्डको। एकदमै सजिलो भइहाल्यो। अब तपाईँहरू उल्झिनुहुन्न। अगाडि हेरौँ। अब पर्मिटिभिटीको फोर्स अन चार्ज हेरौँ। अब दुईटा चार्ज छ भने यसरी पर्मिटिभिटीको निकाल्न खोज्यो भने चार्जको स्क्वायर बाई फोर्स इन्टु आरको स्क्वायर। 4 पाई कन्स्ट्यान्ट छ भने यसको डाइमेन्सनै भएन। अब यो फेरि Q लाई I × T को स्क्वायर गर्नुहोस्, फोर्स बाई r² गर्नुहोस्, यहाँ पर्मिटिभिटीको डाइमेन्सन मजाले निस्किन्छ। अब कोएफिसिएन्ट अफ विस्कोसिटी, यो हामी फ्लुइड च्याप्टरमा एउटा फर्मुला पढ्छौँ, फोर्स = 6/η/r/vt। इटा भनेकै यो इटा भनेको कोएफिसिएन्ट अफ विस्कोसिटी हो, vt भनेको टर्मिनल भेलोसिटी हो र r भनेको डिस्टेन्स हुन्छ। त्यसमाबाट हामी विस्कोसिटीको निकाल्न खोज्यौँ भने F/r × vt आउँछ। अब यसमाबाट पनि कोएफिसिएन्ट अफ विस्कोसिटीको निस्किन्छ। अब पर्मिएबिलिटी, पर्मिएबिलिटीको कसरी निकाल्ने, म्याग्नेटिजमबाट च्याप्टरमा अब एउटा पढ्छौँ फोर्स। अब दुईटा यसरी करेन्ट क्यारिङ कन्डक्टर छ अनि एउटाले अर्कोमा कति फोर्स लाउँछ, त फोर्स पर युनिट लेन्थको फर्मुला पढ्छौँ, फोर्स पर युनिट लेन्थ = म्यु नट I1 I2/2πa। अब यहाँ सबैको फोर्सको त डाइमेन्सन मैले माथि फोर्सको त डाइमेन्सन मैले माथि बताइदिएँ। लेन्थ यहाँ पनि a भनेको डिस्टेन्स बिट्विन कन्डक्टर हो, I1 र I2 करेन्ट हो, त्यसरी नै म्यु नटको निस्किहाल्छ। अब सेम वे कोएफिसिएन्ट अफ फ्रिक्सन। कोएफिसिएन्ट अफ फ्रिक्सन अब डाइमेन्सन लेस हुन्छ, किनभने mg भनेको पनि फोर्स हो र फोर्स बाई फोर्स गऱ्यो भने कोएफिसिएन्ट अफ फ्रिक्सन हुन्छ र यो डाइमेन्सन लेस हुन्छ, याद राख्नु। सेम वे सर्फेस टेन्सन, सर्फेस टेन्सनको फर्मुला हुन्छ फोर्स पर युनिट लेन्थ। सेम वे स्ट्रेसको फर्मुला फोर्स बाई एरिया हुन्छ। अब प्रेसरको पनि यही हुन्छ, प्रेसरको फर्मुला पनि फोर्स अपन एरिया नै हुन्छ। सो प्रेसर र स्ट्रेसको डाइमेन्सन सेम हुन्छ। अब बाँकी बचेको डाइमेन्सन एनर्जीबाट बुझौँ। यहाँ हेर्नु, एनर्जी मैले लेखेको छु, यो भयो एनर्जी। एनर्जीको मैले तपाईँलाई याद राख्नु भने mL2T-2। अब यहाँ प्ल्याङ्क कन्स्ट्यान्ट E = h न्यू पढ्छौँ। यो h भनेको प्ल्याङ्क कन्स्ट्यान्ट हो र न्यू भनेको फ्रिक्वेन्सी हो। त फ्रिक्वेन्सीको डाइमेन्सन के हुन्छ, T-1 हुन्छ, किनभने फ्रिक्वेन्सी भनेको 1/t हो, त T-1 भयो। यसरी नै एनर्जी बाई फ्रिक्वेन्सी गऱ्यो भने प्ल्याङ्क कन्स्ट्यान्टको डाइमेन्सन आउँछ। अब क्यापेसिटेन्स, क्यापेसिटेन्स भएर एनर्जी बराबर के हुन्छ, एनर्जी स्टोर्ड Q²/2c। फेरि Q लाई I × T को होल स्क्वायर गरेर र 2c। फेरि एनर्जीको डाइमेन्सन याद छ, c लाई उता लाग्छ भने क्यापेसिटेन्सको पनि आउँछ। सेम वे सेल्फ इन्डक्टेन्स, एनर्जी स्टोर्ड इन इन्डक्टरको फर्मुला हो यो, E = ½ Li²। अब इन्डक्टेन्स भनेको E/I² बाट इन्डक्टेन्सको डाइमेन्सन निस्किन्छ। अब सेम वे रेसिस्टेन्सको, हिट स्टोर्ड इन अ कन्डक्टर भनेको I²RT। अब यहाँबाट पनि रेसिस्टेन्सको निस्किन्छ h भनेको एनर्जीको डाइमेन्सन हुन्छ I²T। यो करेन्ट भयो, यो टाइम भयो, यसरी रेसिस्टेन्सको पनि निस्किन्छ। स्पेसिफिक हिट क्यापेसिटी हेरौँ। यो Q भनेको हिट हो, हिट एनर्जी र वर्क, यो तिनटैको डाइमेन्सन सेम हुन्छ। त यो हिट एनर्जी हो mH∆T। यो ∆T टेम्परेचर हो, टाइमसँग कन्फ्युज नहुनु। टेम्परेचरको के हुन्छ, केल्भिन हुन्छ है। त यसैबाट s को निस्किहाल्छ, S = Q/m∆T। सेम वे ल्याटेन्ट हिट पनि पढ्छौँ। ल्याटेन्ट हिटको के हुन्छ, m × L, यो लेटेन्ट हिट हो। त हिट एनर्जी बाई m गरिदियो भने लेटेन्ट हिटको डाइमेन्सन निस्किन्छ। बोल्ट्जम्यान कन्स्ट्यान्ट, यो पनि एनर्जीको फर्मुला, एनर्जी = ½ kB भनेको बोल्ट्जम्यान कन्स्ट्यान्ट, T भनेको टेम्परेचर, यहाँबाट पनि बोल्ट्जम्यान कन्स्ट्यान्टको निस्किन्छ E/T गरेर है। अब ग्यास कन्स्ट्यान्ट हेरौँ। PV = nRT गरेर R = PV/NT गर्ने हो, यहाँबाट पनि यो निस्किन्छ R को डाइमेन्सन। सेम वे इलेक्ट्रिक पोटेन्सियल, इलेक्ट्रिक पोटेन्सियल V हुन्छ, यसको पोटेन्सियल एनर्जी बाई चार्ज। अब फेरि चार्जको ठाउँमा I × T हाल्नु, यो इलेक्ट्रिक पोटेन्सियलको पनि निस्किन्छ। अब यसरी हेर्दाखेरि तपाईँ हेर्नुहुन्छ कि तपाईँलाई जहाँ जहाँ अड्किनु हुँदै थियो त्यो म्याक्सिममको डाइमेन्सन यहाँ
र यहाँबाट पाउनुहुन्छ म्याक्सिममको डाइमेन्सन यहाँबाट पाउनुहुन्छ मैले एक एक गरेर बुझाएको छु मजाले बिस्तारै सुन्नु बुझिहाल्नुहुन्छ एउटा कुरा अब एङ्गुलर मोमेन्टमको छैन त्यहाँ एङ्गुलर मोमेन्टम एलले रिप्रेजेन्ट गर्छ एमभीआर मास भेलोसिटी र रेडियस यसरी एङ्गुलर मोमेन्टमको पनि निस्किन्छ एमभीआर लगाएर अब यहाँहरू अर्को सोध्छ प्रोडक्ट अफ इन्डक्टेन्स र क्यापेसिटेन्स अब हामी यसै च्याप्टरमा एउटा रेजोनेट फ्रिक्वेन्सी पढ्छौँ यो के हो रेजोनेट फ्रिक्वेन्सी यो रेजोनेट फ्रिक्वेन्सी जब एलसीआर सर्किटमा रेजोनेन्स हुन्छ त्यतिखेरको फर्मुला हो र यो रेजोनेट फ्रिक्वेन्सी भनेको 1/√ओभर इन्डक्टेन्स इन्टु क्यापेसिटेन्स सो यसरी सोध्ने भनेको यो प्रोडक्ट हो इन्डक्टेन्स र क्यापेसिटेन्सको प्रोडक्टको डाइमेन्सन के हुन्छ सो यसरी तपाईँहरू निकाल्न सक्नुहुन्छ यो इल्युमिनेन्स यो दुईटा पीवाईक्यूमा आएको छ त्यसैले मैले यो सेपरेटली राखिदिएको छु इल्युमिनेन्सको युनिट लक्स हुन्छ र ल्युमिनेन्सको ल्युमेन हुन्छ यसरी याद राख्नु ल्युमिनेन्स एलयुएम छ यहाँ ल्युमेनमा पनि एलयुएमएन छ ल्युमिनेन्सको ल्युमेन भयो इल्युमिनेन्सको लक्स भयो अब आम पीवाईक्यूहरू सल्भ गरौँ यहाँ हेर्नु पीवाईक्यूहरू विच अफ द फलोइङ हैज डाइमेन्सन्स ML-1 T-1 यो 2024 मा सोधेको क्वेसन हो अब हेर्नु एङ्गुलर मोमेन्टमको भनेको छ MVR हो M को M हुन्छ V को L T-1 र R को L हुन्छ एङ्गुलर मोमेन्टमको ML2 T-1 हो त यो भयो भएन यो त यसको भएन अब फोर्स हेरौँ फोर्सको त पक्कै MLT-2 हुन्छ फोर्स पनि भएन एङ्गुलर मोमेन्टम पनि भएन सर्फेस टेन्सन हेरौँ सर्फेस टेन्सन मैले के भनेको थिएँ फोर्स बाई लेन्थ भनेको MLT-2 बाई लेन्थ त लेन्थ कटो MT-2 हुन्छ यो पनि भएन अब बच्चा भेस्कोसिटी इटा मैले पढाएको थिएँ माथि इटा F = 6 पाई इटा RV हुन्छ अब यहाँ इटा भनेको के भयो F बाई RV त F भनेको MLT-2 R भनेको L र V भनेको LT-1 यो LUL कटो भने ML-1 र T-1 यही सोधेको छ यहाँ यसको आन्सर के हुन जान्छ भिस्कोसिटी हुन जान्छ बुझ्नुभयो मजाले टाइम लाग्यो लागेन मैले एउटा देखाएँ त्यसकै टाइम लाग्यो तपाईहरु एक्जाममा टाइम लाग्दैन यसमा अब एङ्गुलर मोमेन्टम सोधेको छ MVR मास MLT-1 र L ML2 T-1 यहाँ बी नम्बरमा रहेको छ हेर्नु कति छिटो निस्किरहेछ आन्सरहरु अब यही क्वेशन मैले यहाँ माथि तपाईहरुलाई भनेको थिएँ एक्स्ट्रा पोइन्टमा 2024 मा आएको क्वेशन हो यो ल्युमिनेन्स इन्टेन्सिटीको त क्यान्डेला हुन्छ नै इल्युमिनेन्सको लक्स हुन्छ नै ल्युमिनेन्सको ल्युमेन हुन्छ नै ल्युमिनेन्स इन्टेन्सिटीको ल्युमिनेन्स चाहिँ हुँदैन सो इनकरेक्ट स्टेटमेन्ट सोधेको छ यसको आन्सर डी हुन जान्छ अब सेम हेर्नु म्याग्नेटिक फ्लक्स भनेको phi भनेको B डट A B को मैले के पढाएको थिएँ फोर्स इन करेन्ट क्यारिङ कन्डक्टर FBIL पढेको थिएँ B बाट FIL इन्टु A गर्नु अब फोर्स हो MLT-2 बाई I भनेको एम्पियर लेन्थ इन्टु L स्क्वायर यो LUL कट्यो हैन ML2 T-2 A-1 यो भयो यहाँ एउटा लेन्थ बच्यो यो लेन्थ र यो लेन्थ मल्टिप्लाई गरेर L2 भयो ML2 T-2 A-1 ML2 T-2 अप्सन बी मा यसको आन्सर रहेको छ यहाँ हेर्नु युनिट अफ इल्युमिनेन्स मैले माथि C 2022 मा पनि सोधेको छ यसको आन्सर लक्स हुन्छ अब अर्को क्वेशन हेरौँ KU 2016 मा सोधेको रेसिस्टेन्सको सोधेको छ रेसिस्टेन्स हिट वाला पढेको थियौं हामीले H = I² RT यो एनर्जी हो R भनेको H बाइ I² T हो H भनेको ML2 T-2 एनर्जीको याद राखेको थिए करेन्टको A² र T अब यसलाई हेर्दै गयो भने ML2 T-2 छ यो माथि गएर T-3 हुन्छ त A-2 हुन्छ यो अप्सन कुन छ भने अब हेर्नु यसको युनिटमा दिएको छ त मासको के हुन्छ केजी लेन्थको मिटर स्क्वायर टाइमको सेकेन्डको पावर -3 र एम्पियरको A को पावर -2 अब यो अप्सन हेरौँ केजी मिटर स्क्वायर यहाँ ग्राम छ त यो दुईटा भयो हैन यहाँ B मा रहेछ सेकेन्डको पावर -3 अब सेम डाइमेन्सन अफ स्ट्रेस के भनेको थिए फोर्स बाइ एरिया हुन्छ ML-T-2 बाइ L2 सो ML-1 र T-2 ML-1 T-2 अप्सन बी मा रहेको छ हेर्नु अब यहाँ हेरौँ क्यापेसिटेन्सको सोधेको छ मैले बताएको छु एनर्जी स्टोरिङ क्यापेसिटीको फर्मुला Q²/2C हुन्छ यहाँबाट C हेर्यो भने Q²/E Q भनेको I² इन्टु T²/E अब यहाँ सल्भ गरौँ A² T² भनेको T को स्क्वायर एनर्जीको मैले भने ML2 T-2 अब यहाँ हेर्नु यो M-1 हुन्छ L-2 हुन्छ यो T-2 गरेर माथि +2 T को पावर 4 र A को पावर 2 यो अप्सन हेरौँ कहाँ छ M को पावर -1 L को पावर -2 अप्सन C मा रहेको छ हेर्नु कति सजिलो थियो सोच्नु पनि पर्दैन धेरै है यसरी यसको सल्युसन थियो अब यहाँ हेरौँ बोल्ट्जम्यान कन्स्ट्यान्ट पनि E = ½ kBT भनेको थिए यहाँबाट पनि तपाई मज्जाले kB = E/T गर्नुस् E भनेको ML2 T-2 टेम्परेचर केल्भिनमा हुन्छ के ML2 T-2 केल्भिन -1 ML2 T-2 अप्सन ए मा छ त्यसको अप्सन ए भयो अझ यहाँ हेर्नुस् डाइमेन्सन अफ इन्डक्टेन्स एनर्जी स्टोर इन इन्डक्टरको फर्मुला 12 Li² भनेको थिए यहाँबाट L निकाल्दाखेरि के हुन्छ भने
E by I square. E भनेको ml2t minus 2 यो एम्पियर स्क्वायर ml2t minus 2 a minus 2 हुनुपर्ने ml2t minus 2 अप्सन ए मा छ यहाँ हेर्नु एकदमै टाइम लाग्दैन सजिलो प्ल्याङ्क कन्स्ट्यान्ट हेज द डाइमेन्सन अफ प्ल्याङ्क कन्स्ट्यान्ट मैले भनेको थिएँ इक्वल्स टु h न्यू भयो प्ल्याङ्क कन्स्ट्यान्टको ml2t minus 2 फ्रिक्वेन्सीको t minus 1 हुन्छ सो यो माथि गएर प्लस 1 हुन्छ सो ml2t minus 1 हुन्छ ml2t minus 1 अब के को हुन्छ एनर्जीको त ml2t minus 2 हुन्छ यो त भएन यसको त मास हुन्छ भएन यसको t minus 1 हुन्छ भएन एंगुलर मोमेन्टम को के भनेको थिए mvr मास को m v को lt minus 1 र r को l सो ml2 t minus 1 भयो सेम आयो एंगुलर मोमेन्टम र प्ल्याङ्क कन्स्ट्यान्ट को त्यसको आन्सर डी भयो हेर्नु सबै क्वेशन तपाईले कति छिटो सल्भ भयो यस्तै कन्सेप्चुअल भिडियो र सर्ट फर्म भिडियोजहरुको लागि हाम्रो च्यानल सिमेडी सब्स्क्राइब गर्नुस् थ्यांक यू